ज्वरो र रुगाले आज यस्तो सम्भावना छ भन्ने मैले सोचेको पनि थिएन। अनि हुने बिरुवाको चिल्लोपात भने झै यो बोकाको हालत हेर्नु न यता। सो अल राइट गाइज, वेलकम टु माई मिनी भ्लग। आई होप हजुरहरू सबै सन्चै हुनुहुन्छ होला। म चाहिँ रुगा र ज्वरोले मर्नै आँटिसकेको छु। आज 3-4 दिन भइसक्यो रुगा र ज्वरोले सताएको, सन्चो नै हुँदैन र के भएको हो। अनि रुगा लागेर हैरान पारेको थियो र हामीले खन्दै गरेको मकै बारी पनि थोरै रहेको थियो र मकै खन्न लागि यो बारीतिर। अनि आमा चाहिँ पहिला नै गएर खन्न लाग्नु भइसकेको रहेछ। अनि ढिला नगरी म पनि छिटो गएँ र आमा छोरा मिलेर गमकी गम खन्नतर्फ लागियो। 3-4 दिन पहिल्यै सक्ने काम म बिरामी भएको कारण आजसम्म रहिरहेको थियो र आज चाहिँ सक्नुपर्छ भनेर आमाले पनि फटाफट खन्दै हुनुहुन्थ्यो र 2-3 दिनमै पाटामाट मकै भन्दा ठुल्ठुला झार पो उम्रेको रहेछ र मकै कुटाउन लास्टै गाह्रो भइराखेको थियो। त्यही माथि रुगाले सताएर कहिले आँखाबाट आँसु झार्छ त कहिले नाकबाट सिगान हैरान पारेको थियो। अनि बल्ल तल्ल कुटाएर सिद्धियो, तर मेरो हालत भने यता यस्तो बनाइदिएको थियो। ज्यान यस्तो भइदिए तापनि पहिलेदेखि रहेको मेला आज सिद्ध्याउँदा मन भने खुसी लागेको थियो र फाइनली आजबाट जेउस मकै कुटाउने काम चाहिँ सिद्ध्याइयो र फाइनली बर्खा लागेसँगै बारीमा यस्तो राम्रा फुलहरू फुल्न आँटिसकेका छन्। तपाईहरुकोतिर पनि कस्ता कस्ता फुलहरू फुल्छन् कमेन्टमा भन्नु होला। साथै यो फुलको नाम पनि थाहा छ भने कमेन्टमा भन्न सक्नुहुन्छ। र मैले फेरि यता टक्क लाएर एउटा फुल टिपेर कानमा लगाइदिए। यसरी जथाभावी फुल त टिप्न नहुने हो, तर पनि के गर्नु, मलाई यस्तो राम्रो फुल देखेपछि नटिपी बस्न मनै लाग्दैन। ज्वरो र रुगाले हैरान पारेर पनि यस्ता हरकतहरू गर्न म चाहिँ एक नम्बर हो त। फेरि मेरो यस्तो हरकतले सबैजना हैरान पर्छन्। तपाईहरु चाहिँ नपर्नु होला है त। फेरि भिडियोलाई लास्टसम्म हेर्नु होला, साथ सपोर्ट देखाइदिनु होला। अनि यस्तै भिडियो हेर्नको लागि च्यानललाई सब्स्क्राइब गरेर कपी लिङ्क गर्न नभुल्नु होला र भिडियोलाई लाइक, कमेन्ट एन्ड सेयर गर्न पनि नभुल्नु होला। तपाईहरुले जति धेरै साथ सपोर्ट देखाउनु भयो त्यति धेरै म राम्रो भिडियोहरू ल्याउने प्रयास गर्नेछु। अनि यता फेरि हुने बिरुवाको चिल्लोपात भने चाहिँ एकछिन बाख्राले पनि फुकाएर हेरिदिनु त भनेको। बाख्राको नानी बोका चाहिँ यता हेर्न सक्नुहुन्छ। रुगा ज्वरो लागेको बेला यस्तो हैरान पार्ने तरिकाले चलिरहेको छ मसँग, हेर्न सक्नुहुन्छ यो बोका चाहिँ। अनि म चाहिँ एकछिनमा फुकाएको बाख्रालाई पनि बाँडेर लागे। कता भन्नु भएको होला, यता हेर्न सक्नुहुन्छ। रोज पनि बबाल फुलेको रहेछ। कसैलाई चाहिएको छ भने भन्न सक्नुहुन्छ, कमेन्टमा म पठाइदिनेछु। र आजको भिडियो यही अन्त्य गर्छु। नयाँ भए च्यानललाई सब्स्क्राइब गरेर जानु होला।